कुवेतमा घरेलु मान्य खुशबु ओलीले उठाउनु भएको कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी शर्मिला दर्जीलाई नेपाली राजदूतावास कुवेतको पहलमा 2083 असार 1 गतेका दिन काठमाडौँ फर्काइएको छ। गलत, एकदम गलत, पुरै गलत। यो भन्दा गल्ती गर्ने ठाउँ छैन। यो जुन अहिले भर्खर तपाईँले यो हेर्नुभयो यो भिडियो, यो जुन माननीयज्यू मन्त्रीज्यूले जुन कुरा तपाईँहरूलाई डिटेल सुनाइराख्नु भएको छ नि, त्यसमा 1% पनि सत्यता छैन। म त्यसको ग्यारेन्टी लिन्छु है। मन्त्रीजीले के गर्नुभयो, कुवेतको कुरा गर्दैछु म होइन। अब कुवेतको बारेमा कसरी थाहा पाइस् भन्छस् भने, म धेर त होइन 12-13 वर्ष कुवेत बसेर आएको, त्यहाँको रियालिटी के हो भन्ने कुरा ग्राउन्ड लेभलको, ग्राउन्ड जिरो लेभलको मलाई थाहा छ। को कस्तो मान्छे हो, कुन के लिङ्कमा छ, को कुन संस्थामा छ, कसले के पेसा गरिरहेछ, त्यसको हैसियत के हो भन्ने कुरा नि। यदि कतैलाई डिटेल्स चाहिन्छ भने आधिकारिक व्यक्तित्व मलाई म्यासेज गर्नु, म डिटेल दिन्छु। यो जुन मन्त्रीज्यूले भन्नुभएको कुरा छ टोटल्ली गलत छ। यसमा 1% पनि सत्यता छैन। किनभने मन्त्रीज्यूले दूतावासले हुन त सरकारी निकाय दूतावास हो, दूतावास मार्फतै जानकारी लिनुपर्ने हो, तर त्यहाँको दूतावासको महामहिमको हैसियत के छ, दूतावासमा कस्ता कस्ता कर्मचारी छन्, त्यसले के काण्ड गर्छन् भन्ने कुरा मन्त्रीज्यूलाई थाहा छैन क्या। त्यही भएर भनिन्छ नि, कुनै पनि काम गर्नुभन्दा अगाडि अनुभवी र त्यो क्षेत्रको अलिकति जानेको मान्छेलाई सोध्नुहोस् भनेर भन्छ नि, त्यत्तिकै भनेको होइन क्या। किनभने मन्त्रीको कुर्सीमा बस्ने बित्तिकै सर्वविज्ञ सर्वज्ञान बनिँदैन, बुझ्नुभयो नि। धेरै कुरा सुनेर पनि देखेर पनि सिकिन्छ, सुन्ने बानी गर्नुपर्छ। अब आयो मेन पोइन्टमा। अब यो भिडियो एकदम पज गर्नु। अब यो श्रृङ्खलामा हामीले एक सङ्घर्षशील महिलासँगको संवादलाई तपाईसँग जोड्ने प्रयास गरिरहेका छौँ। कुवेतमा बसेर धेरै महिलाको लागि प्रेरणा हुन सक्नुहुन्छ। सामाजिक क्षेत्रमा पनि संलग्न रहनुपर्छ। वर्ग उत्थानको लागि नेपालीहरूसँग समन्वय गर्नको लागि हामी तयार रहनुपर्छ भन्ने उद्देश्यले एनआरएनए एनसीसीको कार्य समिति सदस्य अनि प्रवासी नेपाली मञ्चको पनि कार्य समितिको सदस्यको रूपमा उहाँ हुनुहुन्छ दुर्गा ढकालज्यू। वाह, दुर्गा ढकाल, यो तपाईँले भिडियो हेर्नुभयो, कस्तो राम्रो कुरा होइन। नेपालबाट कुवेत गएर सङ्घर्ष गरेर एउटा तपाईँको प्रतिष्ठित कम्पनीमा सुपरभाइजर लेभलमा काम गरेको नेपाली महिलाले प्रगति गरे, एकदम बवाल, एकदम बवाल। योभन्दा बवाल हुने ठाउँ छँदै छैन क्या। अब तपाईँले यो भिडियो हेर्नुहोस्। यसको तपाईँको भिडियो छैन, यो भोइस रेकर्डिङ गरेको यो भिडियो हेर्नुहोस् तपाईँले। अब यो पछाडि बस्दैछ यो भिडियो, तपाईँले एकछिन ध्यान दिएर हेर्नु होला प्लिज। मैले कसैलाई केही गरेकै छैन, मलाई थाहा थियो यो मोबाइल त्यही छ भनेर मैले फोन गरेको के। अब त्यो भिडियोमा कसले बोलेको भनेर तपाईँलाई एकदम अचम्म लाग्यो होला। यस्तो शब्द विदेशी भूमिमा बसेर यसरी कसले बोल्यो होला भनेर तपाईँलाई अचम्म लाग्यो होला। अब यहाँ हेर्नु, उहाँ हुनुहुन्छ, एकचोटि मजाले नजिकबाट हेर्नु होइन। म त्यत्तिकै बोलेको छैन, यसको एक एक प्रमाण हामीसँग छ है। उहाँ हुनुहुन्छ तपाईँको त्यहाँ, तपाईँले अघिल्लो उसमा हेर्नुभयो होला होइन, एनआरएनएमा हुनुहुन्छ, प्रवासी नेपाली मञ्चमा हुनुहुन्छ। यी संस्थाहरू भनेका कस्ता हुन्, त्यहाँ कस्ता ब्याकग्राउन्ड भएका मान्छेहरू छन् भन्ने कुरा पनि म खोल्दै जान्छु, त्यसमा तपाईँ टेन्सन नलिनु। उहाँको नाम हो दुर्गा ढकाल होइन। उहाँको बायोग्राफी म बिस्तारै भन्छु। र यो पछिल्लो क्रममा जो त्यसरी बोलिरहेछ नि, एकजना नेपालीले अर्को नेपालीलाई जुन भाषा शैली प्रयोग गरेर बोलिरहेछ नि, यो कुवेतको घटना हो। र यो बोल्ने व्यक्ति उहाँ नै हो, जसलाई चाहिँ कुवेतको एउटा नेरेम प्रोडक्सन भन्ने प्रोडक्सन हाउसले सम्मान दिएर इज्जत दिएर ल्याएर बक्कैदा पोडकास्टमा इन्टरभ्यू लिएको छ। उहाँको नाम दुर्गा ढकाल हो। त्यो अहिले तपाईँको ब्याकग्राउन्डमा बोल्ने महिला उहाँ नै हो। अब उहाँले कोसँग बोल्नुभएको भनेर तपाईँ सोच्नु होला फेरि होइन। अब यस्तो छ फेरि, अब तपाईँलाई म भन्दैछु, त पनि यहाँ हेर्नु, देख्नुभयो, यो तपाईँको अहिले भर्खरको लेटेस्ट हो। उहाँको नाम शर्मिला दर्जी, जुन तपाईँले अहिले पछिल्लो क्रममा प्रतिनिधि सभाभित्र सदनमा राप्रपाकी माननीय खुशबु ओलीले जुन कुरा उठाइराख्नु भएको छ नि, त्यो उठाउनु भएको कुराको मुख्य घटनाको मुख्य पात्र उहाँ नै हो, शर्मिला दर्जी हो। अहिले उहाँ नेपाल आइसक्नु भएको छ। अनि उहाँ नेपाल आइसकेपछि परराष्ट्र मन्त्रीले जुन तरिकाको अभिव्यक्ति दिनुभयो नि, मैले जुन सुरुमा भिडियो बनाएको थिएँ, भिडियो देखाएको थिएँ, त्यो अभिव्यक्ति टोटल्ली गलत छ क्या। किनभने तपाईँले जोसँग सम्पर्क गरेर भिडियो त्यो त्यहाँको बारेमा जानकारी लिनुभयो नि, त्यो नै गलत छ क्या, त्यो सूचना नै गलत छ क्या। हुन त अब आधिकारिक निकायलाई नसोधेर कहाँ सोध्ने हो,
तैपनि हामी जो त्यहाँनिर स्थानीय स्तरमा काम गर्ने मान्छे छौँ नि 1 वर्ष 2 वर्ष होइन क्या 10 12 14 वर्ष काम गर्ने मान्छे छौँ नि त्यहाँको रियालिटी हामीलाई थाहा छ क्या कुन संस्थामा कस्तो मान्छे छन् भन्ने कुरा नि त्यो कुरा तपाईँले हेक्का पनि राख्न सक्नुहुन्न क्या कस्तो पीडामा छ त्यहाँको मान्छेहरू भन्ने कुरा तपाईँले जुन डिटेल दिनुभएको छ नि जुन जेलमा यति छन् दूतावासमा रहेछ तपाईँलाई म फेरि अर्को भिडियो देखाउँछु यो भिडियो हेर्नु होला यहाँ पछाडि नजानु न अहिले जानु मन जानु यो भिडियो हो कुवेत स्थित जाब्रियामा रहेको नेपाली दूतावासको सेल्टर कस्तो अवस्थामा छ हेर्नुहोस् त्यहाँनिर है अनि त्यहाँको कर्मचारी कस्तो छन् भन्ने कुराको पनि म तपाईँलाई डिटेल दिन्छु है आउनु न त यो तपाईँको भयो दूतावासको अब अर्को हेर्नु जेलभित्रको तपाईँको अवस्था कस्तो छ नेपाली दिदीबहिनीहरूलाई कसरी बन्दी बनाएको हुन्छ जेलमा दलालहरूले दलाल फेरि नेपाली नै हुने अब भिडियो कहाँबाट आयो भनेर नसोच्नु होला धेरै स्रोत छन् भिडियो आउने हाम्रो होइन यो जेलभित्रको भिडियो जेलभित्रको कुवेतको जेलभित्र जुन तपाईँको 50-60 जना उयो भनेर तपाईँले मन्त्रीजीले व्याख्या गरिराख्नु भएको छ नि त्यो जेलभित्रको भिडियो हो यो हेर्नु होला ल यो भिडियो जेलभित्रको एउटा सेल्टरको मात्रै यस्तो भिडियो यसमा कतिवटा सेल्टर छ भन्ने कुरा अझै खुल्न सकेको छैन क्या अनि के केसमा परेका छन् भनेर भन्दाखेरि तपाईँको इलिगल रूपमा कुवेतमा भएका दलालहरूले नेपालबाट दुबई अथवा ओमान अथवा कतार हुँदै कुवेतभित्र आउने दुईवटा भिसा यो सम्बन्धी मैले पहिले पनि भिडियो बनाएको छु मेरो च्यानलमा छ गएर हेर्न सक्नुहुन्छ कसरी बनाएको छ भने कसरी यिनीहरू कुवेत इन्ट्री गर्छन् भन्ने कुरा अब यसरी तपाईँको थुपारेर राखिएको छ अनि अर्को कुरा अनि जो तपाईँको म समाजसेवी हुँ भन्दै संस्था मार्फत अगाडि आइरहेछ नि तिनीहरूको रियालिटी तपाईँलाई थाहा छ ब्याक फोर्समा कस्तो क्रियाकलाप गर्छन् तिनीहरूले भनेर त्यो कुरा अब केही समय पछाडि केही दिन पछाडि जो पीडित भएर बन्दी बनाएर शर्मिला जुन बहिनी छिन् उनी नेपाल आइसकेकी छिन् उनको मुखबाट यदि तपाईँ सुन्न चाहनुहुन्छ भने जो मन्त्रीजी हुनुहुन्छ प्लिज उहाँलाई एकचोटि भेट्नु होला त्यो टिमले तपाईँलाई भेट्न खोजिरहेछ रियालिटी तपाईँलाई छर्लङ्गै हुन्छ बिना प्रमाण कोही पनि बोल्दैन एक प्रमाण एक जनाको बायोग्राफी छ है अनि अर्को कुरा म यो एकदम सिरियस केसको बारेमा कुरा गर्दैछु सबभन्दा पहिले परराष्ट्र मन्त्रालयले केही गर्नु पर्दैन कुवेत स्थित नेपाली दूतावासको राजदूत घनश्याम लम्साललाई त्यहाँबाट क्यान्सल गरेर कठालो पक्रेर ल्याएर विभागमा मन्त्रालयमा बोलाएर असलियत ओकल नलाउनु किनभने कुवेतमा जति पनि तपाईँको दलालहरू छन् संरक्षण गर्ने मान्छे घनश्याम लम्साल हो नेपाली राजदूतावासको महामहिम सो घोषित भन्छु क्या म महामहिम भन्दिनँ मैले यो विषय पनि पहिलेदेखि आजभन्दा 3-4 वर्ष अगाडिदेखि भिडियो बनाइरहेको छु मेरो च्यानलमा छ उनीहरूले के गरे कसो गरे तर त्यो बेलाको अवस्था अर्कै थियो र अहिलेको अवस्था अर्कै छ तर उनीहरूको धन्दा अहिले पनि हलचल भएको छैन क्या किनभने तपाईँको सरकारी आधिकारिक निकाय जुन राजदूतावास छ त्यो र तपाईँको एनआरएनए जुन छ संरक्षण त्यहीँबाट भइरहेछ क्या अनि सामान्य आवाज उठाउने जुन तपाईँको माननीय खुसबु ओलीले जो 2-4 जनाको नाम लिनुभएको छ कुवेतमा यसरी समस्या परेकाहरूलाई सहयोग गर्नेहरूलाई चाहिँ ब्ल्याकमेलिङ गर्यो पुलिस केस गर्यो कुट्यो यो त्यो भन्नुहुन्छ नि तिनीहरूलाई दबावमा राख्ने प्रेसरमा राख्ने यो गर्ने त्यो गर्ने धम्काउने व्यक्तिहरूलाई संरक्षण दिने काम घनश्याम लम्साल जो तपाईँको कुवेतमा रहेको नेपाली राजदूतावासमा महामहिमको रूपमा बस्नुभएको छ म सिधा भनिदिन्छु उहाँ एमालेको कार्यकर्ता हो सिधा भनिदिन्छु एमालेको लन्डु कार्यकर्ता हो घनश्याम लम्साल भनेको है उहाँलाई कठालो समातेर ल्याएर मन्त्रालय बोलाएर सत्य ओकल लाउनुहोस् होइन कुवेतमा 99% दलालको भागाभाग हुन्छ क्या एक प्रमाण चाहिन्छ भने प्रमाण हामीसँग छ होइन तर यो प्रमाण जसलाई तँलाई हामी दिन्नौँ क्या यति डेन्जर प्रमाण छ नि जो मन्त्रीज्यू शिशिर खनाल हुनुहुन्छ उहाँले जुन तरिकाले त्यहाँनिर एउटा ताली त खानु पो होला त्यहाँनिर होइन तर रियालिटी अर्कै छ क्या अहिले भर्खर पनि तपाईँको खुसबुले जुन तरिकाले त्यहाँनिर भन्नुभएको छ त्यो कुरालाई सदनमा उठाउनु भएको छ उहाँले भन्नुभएको छ रियालिटी अलग्गै छ क्या त्यो रियालिटी हामी प्रोभाइड गर्छौँ क्या कस्तो खालको छ भन्ने कुरा होइन ग्राउन्ड रियालिटी के छ भन्ने कुरा हामी प्रोभाइड गर्छौँ क्या तर एकचोटि तपाईँले यी शर्मिला बहिनी आएकी छिन्
मन्त्रीजीले एकचोटि भेट्ने मौका दिनुहोस्, एकचोटि टाइम दिनुहोस् र यथार्थ तपाईँले बुझ्नुहोस्। यदि तपाईँसँग दम छ भने कारबाही गरेर देखाउनुहोस्। यदि तपाईँले अहिले पनि काम गर्न सक्नु भएन, कारबाही गर्न सक्नु भएन, घनश्याम लम्साललाई नेपाल बोलाएर सत्य उकाल्न सक्नु भएन भने तपाईँको मन्त्री पद धिक्कार छ। तपाईँले मन्त्री भएर सेवा गर्छु भनेर गफ नचुड्दा हुन्छ। इभन म घन्टीको समर्थक हो, बबाल घन्टीमा लागेर घन्टीलाई जिताएको, म झापा 5 को बालेन्सालाई जिताउनलाई गोजीको मैले पैसा खर्च गरेर चुनाव प्रचार गरेको व्यक्तिगत तवरमा। त्यति सपोर्टर हो म अहिले पनि म जय घन्टी भन्छु क्या। तर यो जुन तरिकाको दलाली चलिरहेछ कुवेतमा, त्यो दलाली अहिले बन्द नगरे कहिले बन्द हुनेवाला छैन। यसको दोस्रो पार्ट पनि म तपाईँलाई लिएर आउँछु होइन। कुन को व्यक्ति सामेल छ भन्ने कुरा प्रमाणसहित म लिएर आउँछु क्या। यी भिडियो त तपाईँलाई मैले सेम्पल मात्रै दिएको, यो त के पनि होइन क्या। कस्तो जटिल अवस्था छ भन्ने कुरा नि नर्मल मान्छेले सोच्नै सक्दैन क्या। त्यस्तो छ क्या। अनि त्यहाँनिर आवाज उठाउनलाई कसरी धम्काउँछन् भन्ने कुरा नि त्यो त आउट अफ इमेजिनेसन हो क्या। तपाईँहरूको सोच्न सक्नुहुन्न नर्मल मान्छेले त्यस्तरी पेलेर राखेको छ क्या। फेरि को व्यक्ति भनेर तपाईँलाई जब म फोटो र भिडियो राखिदिन्छु नि, तपाईँ ढक भन्छ क्या हाम्रो झापातिर। तपाईँ ढक बन्नुहुन्छ क्या, तपाईँको दिमागले काम गर्दैन क्या। त्यो लेभलको स्क्याम चलिरहेको, त्यो लेभलको ह्युमन ट्राफिकिङ चलिरहेको छ, त्यो लेभलको एउटा हुन्छ नि मानिसलाई बन्दी बनाएर यस्तो छ। त्यो म व्याख्या गर्न चाहन्न क्या। दोस्रो पार्टमा म त्यो सबै डिटेल लिएर आउँछु यदि कारबाही भएन भने है त। यो पछिल्लो घटनाक्रम थियो कुवेतमा, जुन तरिकाले कुवेतको आवाज हाम्रो खुसबु ओली माननीयले उठाउनु भएको छ, मलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म यतिको आवाज उठाउने माननीयलाई चाहिँ मनैदेखि नमन छ है त। हवस् त।